जय सिंहासनमासन तपाईँ हामी सबैका हृदयका विराजमान ती 19 जुगल स्वरूप राष्ट्र समितिको चरण कमलमा नमन प्रणाम गर्दै ब्रह्मलिङ गुरुजी श्री 108 कमलदासजी महाराज हाम्रा धर्मका तिनै पुरी एवं आचार्य श्री एवं गुरुजी श्री हेमप्रसादजी महाराजलाई सधैँ स्मरण गर्दै यो आजको यो जुन प्रार्थना मण्डलीमा तपाईँहरूको नियमित मण्डलीमा उपस्थित रहनुहुने सम्पूर्ण युवा सुन्दर साथीहरूको चरण कमलमा प्रेम प्रणाम गर्न चाहन्छु। प्रणाम। सर्वप्रथम त धन्यवाद दिन चाहन्छु यो हराउँदै गएको बिलाउँदै गएको युवाहरूमा यो जुन धार्मिक चेतना फैलाउनका निमित्त र मन्दिरमा उपस्थित भएर प्रार्थना गर्नुपर्छ भन्ने जुन भूमिकाले तपाईँहरूले निरन्तर रूपमा धेरै अगाडिदेखि यो कार्य गरिराख्नु भएको छ। म जिल्लामा नमुदादेखि पनि जिल्लामा आएदेखि पनि यो निरन्तर रूपमा तपाईँहरूको प्रार्थनामा आज मलाई दोस्रो पटक सहभागी हुने अवसर छ। त्यसले गर्दा पनि म तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु कि यसलाई निरन्तरता दिन सक्नु भएको छ। यो नै सबैभन्दा ठुलो कुरो। अघि सञ्चालकज्यूले भनिरहँदा सबैभन्दा ठुलो कुरो शिक्षा ज्ञान भन्ने कुरा अर्काले दिइराखेको पनि हुन्छ, तर प्राप्त गर्ने व्यक्ति चाहिँ आफू कस्तो छु भन्ने कुरा आफूले मनन गर्नुपर्छ। समाजमा हिँडिरहँदा डोर्याइरहँदा समितिमा बसिरहँदा नबस्दा यो सम्प्रदायमा जोडिराख्दा मात्रै होइन, बाहिर हामीले हाम्रो समाजमा पनि देखिरहँदा धेरै नकारात्मक चिजहरू पनि आउँछन्, सकारात्मक चिजहरू पनि आउँछन्। तर मङ्गलदास गुरुजीले एउटा भन्नुभएको छ, अमृत आफैमा अमृत हुँदैन, राख्ने पात्र पनि सही हुनुपर्छ। किनभने छालाको थैलीमा अमृत राखेर त्यसको शुद्धता के हुन्छ भन्ने कुरा मङ्गलसूत्रीमा आउँछ। त्यसले गर्दा तपाईँ हामीभित्र भएको त्यो प्राप्त गर्ने अमृतमय निज नाम हामी जप गरिरहेका छौँ भने हामी आफैमा कति शुद्ध हुनुपर्छ भन्ने कुरा चाहिँ हामीलाई मङ्गलदास गुरुजीले दिएको त्यो द्वितीय मङ्गलसूत्रीबाटै पनि हामीले बुझ्न सक्छौँ। त्यसले गर्दा तपाईँ हामीले प्राप्त गर्ने ज्ञान भनेको यो सम्प्रदायमा लागिरहँदा मैले प्राप्त गरेको ज्ञान चाहिँ आफू शुद्ध हुनुपर्छ, आफूले कर्म शुद्ध हुनुपर्छ, आफूले गर्ने जुन कर्म छ त्यसलाई शुद्ध गर्न सक्नु भने अरू सबै चिज प्राप्त गर्न हामी योग्य छौँ। म त बारम्बार भन्छु, हामीले गर्ने धर्म कसैको डर र कापमा होइन, हामीले गर्ने धर्म हामीले आफ्नो लागि गर्ने हो। किनभने हामी परमधामबाट आएका हौँ, परमधाम जानका लागि होइन, परमधाममा जाग्ने हो। त्यसले गर्दा जाग्दाखेरि कमसेकम तपाईँको अनुहारमा हाँसो होस्, कि न कि म परमधाम जान्छु भनेर धर्म गर्ने होइन, तपाईँ हामी परमधामकै हौँ। त्यसले गर्दा परमधाममा जाग्दाखेरि तपाईँ हाम्रो अनुहारमा हाँसो होस् भन्ने हिसाबले धर्म गऱ्यौँ भने यो सम्प्रदायमा लागेको र यो निजानन्द सम्प्रदायले मलाई दिएको ज्ञान यही हो। त्यसले गर्दा यही ज्ञानलाई अगाडि बढाउँदै तपाईँहरूले यसलाई निरन्तर रूपमा अगाडि लानुहुन्छ भन्ने अपेक्षा पनि छ। यसलाई अघि हितेश दाले भने जस्तो सङ्ख्या गडबड कहिलेकाहीँ होला, तर यसलाई निरन्तरता चाहिँ दिनुपर्छ। किनभने निरन्तरता दिनौँ भने भावी आउने हामीभन्दा तल्लो पुस्ताले पनि यसलाई निरन्तरता दिन सकोस् भन्ने शुभभावना राख्न चाहन्छु। अन्य विषयमा अहिले हामी बसेर सरसल्लाह गर्नेछौँ। युवा परिषदको अहिले जिल्ला अध्यक्ष भइरहँदा यो प्रासमा 2-4 चोटि आउने अवसर प्राप्त भएको छ। तपाईँहरू सबैलाई धन्यवादको पात्र हुनुहुन्छ। किनभने निरन्तर रूपमा दुवागढीले हरेक कार्यमा एउटा हिजोदेखि जति जिल्ला अध्यक्ष पनि हुनुभएको छ, जिल्लामा प्रतिनिधित्व गर्ने दाइहरू हुनुभएको छ, सबैले अहिलेसम्म दुवागढीलाई उचाइमा पुर्याउने काम गर्नुभएको छ। त्यसले गर्दा यो दुवागढीबाट जो कोहीले जिल्लामा जाँदा होस्, अन्य सेवाको कार्यमा होस्, स्वयंसेवकीय भूमिकामा होस्, हरेक कुरामा दुवागढीलाई हामीले 1 नम्बरमा सम्झिनुपर्छ यो झापा जिल्ला। त्यसले गर्दा तपाईँहरूको साथ र सहयोग, तपाईँहरूको समर्थन बिना अहिलेको जिल्ला कार्य समिति पनि एउटा लङ्गडो हुनेछ। त्यसले गर्दा तपाईँहरू सबैले यो जिल्ला कार्य समितिलाई पनि जुन रूपमा सहयोग गर्दै आइरहनु भएको छ त्यसको लागि फेरि पनि धन्यवाद दिँदै आगामी दिनमा पनि सबै सुन्दर साथी युवाहरूको साथ र सहयोगको अपेक्षा चाहिँ म आफ्नो भनाइलाई इन्टर गर्छु। र यो छत्रसाल जयन्तीको विषयमा अहिले हामी बसेर यसलाई अरू कुरा कसरी अगाडि लान सकिन्छ र जिल्लाले के गर्न सक्छ त्यो विषयमा अहिले हामी बसेर गरौँ भन्दै म आफ्नो संक्षिप्त भनाइलाई अन्त्य गर्छु। प्रणाम। बोले कृष्ण कन्हैया लाल की जय।